आजको विषय छ सपनाहरू। यो मनमा कसैलाई नसुनाउन नसकिने सपनाहरू छन्। यो मनमा कसैलाई सुनाउन नसकिने सपनाहरू छन्। अनि यो मनलाई बोलाउन नसकिने घटनाहरू पनि छन्। यो मनमा कसैलाई सुनाउन नसकिने सपनाहरू छन्। यो मनलाई बोलाउनै नसकिने घटनाहरू पनि छन्। मुस्कानभित्र लुकेको अटुट आँसुहरू पनि छन्। अनि जीवनभर बोक्नुपर्ने भारहरू पनि छन्। यो मनमा न त खुसी भेटिन्छ न त पीडा नै भेटिन्छ। यहाँ त बास केवल जिन्दगी देखेर आफ्नो जिन्दगी देखेर आफै मुटु नै रेटिन्छ। हस्त धन्यवाद छ।